आज चाहिँ मेरो दिदी हैदराबाद किन फर्केर आउनु पर्यो जानुको लागि स्टिको एप डाउनलोड गर्नु हो। हे गाइस म बिहानले भने म चाहिँ उदालगढीबाट अनि आज चाहिँ मेरो पान कार्ड आयो त्यो पोस्ट अफिसमा ल्याउनु जाँदैछौँ साथीहरूमा हो। अनि यो चाहिँ हाम्रो गोलन्टी ब्रिज जो कि हाम्रो गाउँकै ब्रिज हो। अनि यहाँ चाहिँ अहिले पानी आइसकेको छ अनि यो नदीमा चाहिँ पानी यति हुँदैन हो। अनि यतापट्टि चाहिँ गोराइमारी पुगिसकेपछि मेरो गोराइमारी बजार अनि यता चाहिँ पोस्ट अफिस। अनि यहाँ चाहिँ यहाँबाट हामीले लिनुपर्ने हुन्छ हाम्रो पान कार्ड चाहिँ साथीको चाहिँ दाजुको पनि आएको छ अनि मेरो आएको छ पान कार्ड अनि यहाँबाट पान कार्ड लिएर जानेछौँ। अनि फाइनली हाम्रो हातमा चाहिँ पान कार्ड आइसकेको छ यसको भित्र चाहिँ पान कार्ड अनि यहाँबाट लिएर जानुपर्ने हुन्छ। अनि अरू बेला डर लाग्दैन यार गाइस आज चाहिँ खतरै डर लाग्दैछ यहाँ खतरा चलाउँदैछ अझै पाग्ला जस्तो कुदाउँदैछ यसले चाहिँ गाडी अनि पुरा सुताउँदै कुदाउँदैछ। मुटु चाहिँ मेरो हातमा आउनु आँटिसकेको डर चाहिँ पुरा लागिरहेको छ अनि पुरा उडाइरहेको छ गाडी हो। अनि अहिले चाहिँ सर हामी जाँदैछौँ फरेर तर डर चाहिँ लागिरहेको छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ ड्रागन फ्रुट खानुभएको छ यो चाहिँ ड्रागन फ्रुटको खेती जस्तो हुन्छ। हाम्रो यता चाहिँ भक्कु लगाउँछ ड्रागन फ्रुट है गाइस। अनि गाइस अहिले चाहिँ रात परिसकेको छ अनि दिदी चाहिँ पर्छ हैदराबादमा अनि आज जानेको टिकट थियो तर टिकट चाहिँ कन्फर्म थिएन वेटिङ लिस्टमा थियो। अनि उनीहरू जाने बित्तिकै टिकट चाहिँ उयो क्यान्सल भयो साह्रै थुप्रैजना दिदीहरू चाहिँ फर्केर आउनुभयो अनि मेरो दिदी फर्केर आइसकेको छ होइन। अब क्यान्सल भयो त के गर्नु होइन अब तुम्बासँग फर्केर फेरि आइसकेको छ अब टिकट बिना त कसरी जानु होइन। अनि दिदीलाई घरमा छोडिसकेर बेगसेकभित्र हालिदिएर चाहिँ म चाहिँ हावा खानु आएको छु हाम्रो ब्रिजमा नै डिलतिर। अनि यहाँ चाहिँ यस्तो बस्ने जग्गा बनाएको छ दामी लाग्छ हावा चाहिँ गाउँको सबैजना खानु आउँछ सबैजनालाई हावा ताप्छ। अनि यो चाहिँ ब्रिजको भ्यू हो अनि आजको ब्लग चाहिँ यहीँसम्म थियो।